नमस्ते। एक कप चिया खाएर बाहिर मिठो घाममा बसिरहेको छु। आज शनिबार धेरैजना विश्राममा हुनुहुन्छ होला, घरमा रेस्ट गरिरहनु भएको छ होला र म पनि टेक्ससमा बस्छु। घाम मिठो लागेको छ, बाहिर बस्न सकिने छ। त्यसले गर्दा चाहिँ एक कप चिया खाँदै यहाँहरूसँग केही बेर कुरा गर्न मन लाग्यो। आज भर्खर आज बिहान चाहिँ एउटा म आर्टिकलमा काम गर्दै थिएँ र त्यसको लागि चाहिँ थुप्रै न्युजहरू हेरिरहेको थिएँ। त्यतिखेर चाहिँ एउटा कुरा ठ्याक्क मेरो आँखामा पर्यो। जसलाई जो यहाँ टेक्ससमा बस्नुहुन्छ अथवा विदेशका जुनसुकै स्टेटमा बस्नु भए पनि कति ठाउँमा चाहिँ यदि केही कुरा भइपरि आएको खण्डमा लङ टर्म केयर चाहियो भनेदेखि अथवा चाहिँ त्यो लामो समयसम्म चाहिँ कसैको सहायता चाहियो। आफैले नै कतिपय कुराहरू बेसिक कुराहरू नै हुनसक्छ गर्न सकिएन। जस्तो 6 वटा इक्जाम्पल दिँदा चाहिँ आफैले हात केही भएर चलाउन नसकेर खाना खानै सकेन अथवा बाथरुम जानको लागि हेल्प चाहियो, नुहाउनको लागि हेल्प चाहियो, सुत्न उठ्न लुगा फेर्नको लागि हेल्प चाहियो भने त्यस्तो बेलाहरूमा समेत जुनैसुकैको उमेरकोलाई पनि विभिन्न कारणले गर्दा चाहिँ कहिलेकाहीँ त्यस्तो आफैले गर्न नसकिने अवस्था हुन्छ र यदि त्यस्तो गरेर 1 दिन होइन, 2 दिन होइन गरेर लामो समयसम्म त्यो लङ टर्म केयरको आवश्यकता पर्यो भने चाहिँ टेक्ससमा कति पर्छ भन्दा चाहिँ एउटा बेसिक दिउँसो डे केयरमा मात्र जाने हो भने 26,000 देखि लिएर वर्षको प्राइभेट नर्सिङ होमहरूमा चाहिँ झन्डै $85,000 पनि पर्न सक्छ र त्यो कुरा भन्दा यसो छोयो मलाई। मेरै आफ्नै पनि परिवारमा एकजना मुवालाई चाहिँ उहाँको सर्जरी भएको थियो भर्खरै मात्र हालसालैको कुरा मात्र र त्यो हुँदा चाहिँ उहाँलाई कति लामो समयदेखि उहाँले आफै एकदम बेसिक कुराहरू पनि गर्न सक्नुहुँदैन थियो। सी वाज भेरी लकी द्याट आफ्नो छोराछोरीहरू, माया गर्नेहरू र एकदम माया गरी छोरा-बुहारी, छोराछोरी सबैजना वरिपरि परिवार थियो र कसैले कुन दिन, कसैले कुन दिन गरेर उहाँलाई एउटा सेवा उपलब्ध गराइराख्यो र त्यो सर्जरीपछि राम्रो रिकभरी हुँदै गयो भनेदेखि जस्ट थिङ्क अबाउट अस। हामी त यहाँ विदेशमा बस्दा चाहिँ कहिलेकाहीँ भनिन्छ नि खाना पकाउने मान्छे पनि आफै, भाँडा माझ्ने पनि आफै, गार्डनर पनि आफै, ड्राइभर पनि आफै, एजुकेटर पनि आफै, सबै विविध रोलहरू चाहिँ हामी आफैले स्पेसली वुमेनको कुरा गर्दैछु। आमा भएको हिसाबले त सबै कुरा गरि नै रहनु परेको हुन्छ भनेदेखि यदि त्यो घरको मूल मान्छेलाई, त्यो आमालाई अथवा त्यो मुख्य मान्छेलाई चाहिँ केही भएको खण्डमा उसैलाई पनि कुनै कुरामा चाहिँ लामो समयसम्म लङ टर्म केयर चाहिएको खण्डमा यदि प्रिपेयर्ड छैन भने चाहिँ त्यो परिवारमा आइपर्ने कसरी टेक केयर गर्न सक्छ त? बाथरुमै जान पनि हेल्प चाहियो भनेदेखि त्यति अफोर्ड गर्न सक्दैन भने कसरी सकिन्छ? त्यो त जोसुकैलाई नै पर्न सक्ने कुरा हो नि। जब त्यो कुरा सोचिहेरेँ त्यसपछि चाहिँ कस्तो हामी सबैले यसबारेमा सोच्नुपर्छ भने जस्तो कुरा लाग्यो र मैले आफैले त केही वर्ष अगाडि आफ्नो लागि जब इन्सुरेन्स लिएको थिएँ त्यतिखेर चाहिँ लङ टर्म केयरको लागि आफूले लिएको थिएँ र त्यो लिएको कुरा मैले चाहिँ एकदमै खुसी भएर मेरो छोराछोरीहरूलाई मदर्स डेको दिनमा चाहिँ बताएर भनेको थिएँ कि यदि कुनै कारणले गर्दा मलाई यी सुविधाहरू चाहिएको छ भनेदेखि तिमीहरूले चाहिँ मसँगै बसेर हेरिरहनु पर्दैन, मैले आफ्नो बन्दोबस्त गरेको छु, दिस इज द प्लान भनेर उनीहरूलाई बताएको थिएँ र अहिले आएर आफूले आफ्नो उद्धार आफै गर्नुपर्छ भनिन्छ नि र त्यो बताउँदा चाहिँ छोराछोरीले अथवा आफ्नो जीवनसाथीले माया गर्दैन भन्ने होइन, उनीहरूलाई पनि त कमाउनु पर्यो, उनीहरूलाई पनि त आफ्नो डे टु डे चलाउनै पर्यो। एकजना घरमा थन्किएपछि अर्कोलाई त झनै बढी त्यसको भार परिरहन्छ भनेदेखि हामीले बेलामै यदि यस्तो कुराहरूमा विचार गरेका छैनौँ भने जुन बेला आइपर्छ नि त्यसखेर चाहिँ हामीले कसरी त्यसलाई फेस गर्ने भनेर सोचिरहन सकेका हुँदैनौँ र यो कुरामा चाहिँ लङ टर्म केयरको एकदमै एकदमै धेरै ठुलो आवश्यकता पर्छ भनिहालेँ नि। 25-26 हजारदेखि लिएर 85-90 हजार समेत पर्न सक्छ एकजनाको लागि भनेपछि त। तर बेसिक समयमा यदि आफूले कुनै प्लान लिएको छ राम्रोसँग इन्सुरेन्समा त्यो पार्ट अफ द इन्सुरेन्स लङ टर्म केयरलाई पनि राखिएको छ भने केही थोरै एउटा कफीको पैसा जतिले पुग्ने कुराले कति कुराको लागि समाधान निस्किन सक्थ्यो भनेदेखि हामीले चाहिँ जुन बेलामा पर्छ त्यसै बेलामा सोच्दा चाहिँ कति परिवारहरूले भोगिरहेका हुन्छन् त्यो त्यो आएको अवस्थालाई सामना गर्न नसकिरहेका हुन्छन् र यही सिलसिलामा चाहिँ मैले इन्सुरेन्सको पनि कुरा जोड दिइ नै हाल्यो।
कतिपयमा भन्नासाथ अब जब हामीले इन्सुरेन्सको कुरा गर्छौँ, लाइफ इन्सुरेन्सको कुरा गर्छौँ, मान्छेले चाहिँ त्यति सहजसँग नलिरहेको हुँदैन र कहिलेकाहीँ त्यो फेसै गर्न सकिरहेको हुँदैन। हामीलाई चाहिन्छ अथवा बुझ्नुपर्छको सट्टा चाहिँ मान्छेले चाहिँ ए होइन मेरो छँदैछ भनेर त्यसलाई टार्न खोजिरहेको हुन्छ, त्यसबाट भाग्न खोजिरहेको हुन्छ र यही कुरालाई सम्झिँदा चाहिँ मैले एउटा धेरै अगाडि नै पनि एउटा लेखेको थिएँ, जसमा चाहिँ भनेको थिएँ कि इन्सुरेन्स भनेको कुरा स्पेसली लाइफ इन्सुरेन्स भन्ने कुरा चाहिँ कति कुरामा चाहिँ आमा जस्तै हो भनेर लेखेको थिएँ। किन भन्दा चाहिँ म आफै पनि आमा, मेरो सानो छोरा नै हिजोदेखि 20 वर्षको भयो भनेपछि र मेरो घरमा एउटा 20 वर्ष पुरा भएको सानो छोरा छ भनेदेखि 1 महिना भएको सानो बेबी पनि छ मेरो घरमा। भनेपछि चाहे त्यो 1 महिनाको बच्चालाई टेक केयर गर्ने आमा होस् अथवा हुर्किसकेको छोराछोरीलाई गर्ने होस्, आमाले जहिले के मेक स्योर गर्छ भने मेरो छोराछोरीले जहिले पनि उस्तैसँग सुख पाओस्, उनीहरूलाई आनन्द होस्। म हुँदा पनि, नहुँदा पनि, म नजिक भए पनि, पर निस्किँदा पनि उसको खानाको व्यवस्था, उसलाई आराम होस्, उसलाई सजिलो होस् भनेर चाहिँ आमाले चाहिँ त्यो मेक स्योर गरिरहेको हुन्छ अरे भनेदेखि एउटा हामीले जब इन्सुरेन्स लिएको हुन्छौँ नि त्यतिखेर चाहिँ आमाले जस्तै गरेर नभएको खण्डमा पनि आफ्नो मान्छे नभएको खण्डमा पनि एटलिस्ट बेसिक कुराहरूमा त कम्प्रोमाइज गर्न नपरोस्। जुन बेलामा चाहिँ यदि कुनै भइपरि आएर चाहिँ फ्यामिलीमा केही कसैले केही गुमाउनै परेको छ भने पनि पैसाको कारणले त एटलिस्ट एक्स्ट्रा दुःख नथपियोस्, बर्डन नथपियोस् भन्ने कुरा हुन्छ। र त्यसले गर्दा चाहिँ हामी सबैले एउटा आफ्नो इन्सुरेन्स त हुनु आवश्यक छँदैछ नै। कति कुराकोमा हामी फोनको इन्सुरेन्स लिएर हुन्छौँ, घरमा इन्सुरेन्स नभई बस्न पाएको हुँदैन, होम इन्सुरेन्स नभइकन। अनिखेरि त्यसपछि गाडीको इन्सुरेन्स भएन भने त तपाईँ आजदेखि नै चलाउन सक्नुहुँदैन, टिकट पाउनुहुन्छ, चलाउन पाइँदैन भनेदेखि फोनको इन्सुरेन्स हुन्छ। सिम्पल कुराहरूको घरको कति त्यो घरमा भएको सामग्रीहरूको त हुन्छ भने तर जसले चाहिँ सबै कुरा परिचालन गर्छ नि, उसैको चाहिँ भइरहेको हुँदैन र त्यसको हुँदा मान्छेले कुरा सुन्न समेत पनि चाहिरहेको हुँदैन। तर त्यही भएर चाहिँ आज आएर म ओपनली यहाँहरूसँग के भन्न चाहन्छु भनेदेखि सबै कुरा छोडेर भए पनि आफ्नो एउटा चाहिँ इन्सुरेन्स गर्नुहोस् र त्यसो सबैभन्दा ठुलो कुरा चाहिँ आफ्नो एटलिस्ट वुमेनहरूलाई भन्न चाहन्छु, आमाहरूलाई भन्न चाहन्छु। जसरी मेरो 20 वर्षको छोरा, सानो छोरा नै 20 वर्षको हो भनेदेखि कतिजनाको चाहिँ टिनेजर छोराछोरी छन् भने तपाईँहरू 30s लेट 30sमा हुनुहोला, 40sमा हुनुहोला, 50sमा हुनुहोला, 60sमा हुनुहोला। र स्पेसली झन् 40 वर्ष कटिसकेपछि 50मा हिँड्दै हुनुहुन्छ भने 60मा लाग्दै हुनुहुन्छ भनेदेखि त्यतिखेर त झनै पनि झनै ठुलो आवश्यकता हुन्छ किनभनेदेखि लङ टर्म केयर जुनै बेला पनि चाहिन सकिन्छ। शरीरहरू बिस्तारै बिस्तारै चाहिँ गल्दै गइरहेको हुन्छ, हड्डीहरू कमजोर हुँदै गइरहेको हुन्छ। अनि कति पहिला गर्न सक्ने कामहरू मन उस्तै भने गर्न सकिरहेको हुँदैन र यदि केही भएर कुनै बेलामा शरीर बस्यो भने त्यो हेल्प चाहियो भने हामीले त्यतिखेर सोधिरहन, मागिरहन पाइरहेका हुँदैनौँ। तर यदि बेलैमा हामीले चाहिँ यसबारेमा सोचेको छौँ भने सानो प्लानले, सानो कुराले पनि हामीलाई ठुलो समस्यालाई त्यसले समाधान हुनसक्छ, टार्न सक्छ, परेको बेलामा हेल्प हुनसक्छ। त्यही भएर स्टार्ट थिङ्किङ अबाउट दिस आजको एक कप चियासँगै चाहिँ तपाईँहरू सबैलाई स्पेसली वुमेनहरूलाई भन्न चाहन्छु, आमाहरूलाई भन्न चाहन्छु कि तपाईँहरूले आफ्नो लङ टर्म केयर लिनुभएको छ कि छैन? सबै कुरा खाना पकाउने आफै, काम गर्ने आफै, ड्राइभ आफै, सबै कुरा बच्चाहरू हेर्ने आफै त गरिरहनु भएको हुन्छ। आफूभन्दा माथिको लागि पनि केयरटेकर पनि वुमेनहरू नै भइरहेको हुन्छ भनेदेखि आफ्नो लागि चाहिँ के गर्नुभएको छ त? यदि छैन भने लङ टर्म केयरको लागि प्लिज स्टार्ट आफूले सोचिहाल्नु होला, गरिहाल्नु होला र केही कुराको लागि हेल्प चाहियो भनेदेखि चाहिँ आई क्यान कनेक्ट यु विथ पिपल टु किनभने मैले आफैले पनि आफ्नो लागि चाहिन्छ भनेर खोजेर गरेकी हुँ र मेसेज पनि गर्नुहोला। तर जे गर्नुहोला आफ्नो लागि चाहिँ आफ्नो उद्धार गर्ने काम चाहिँ आफैले गर्नु होला है त। र यति भन्दा आजको स्याटरडेलाई ह्याप्पी स्याटरडे भन्न चाहन्छु। थ्याङ्क यू फर लिसनिङ।